हेलो गाइस, आज म सामनालाई खाजा बनाएर खुवाउँदै छु। ऊ आज भोगाइर पनि रहेको छ। म उलाई खाजा बनाएर एकदम छोटो मिठो सर्ट एन्ड स्वीट तरिकाले खाजा बनाउँछु है त म। फर्स्टमा चाहिँ मैले चाहिने सामानहरू जति सबै रेडी गरे एन्ड देन त्यो चिउरालाई चाहिँ मैले अलिकति क्रन्ची हुने गरेर भुटे। अनि त्यसपछि मैले प्याज अघि काटेको प्याज, हरियो खुर्सानी र टमाटोको चाहिँ सानो मसिनो गरेर काटेको टुक्राहरूलाई चाहिँ मैले हालेर एकछिन चलाउँछु है त। अनि केही बेर चलाइसके पछाडि मैले चाहिँ बेसार पनि त्यसमा एड गर्छु है। र त्यसपछि मैले नुन स्वाद अनुसार थोरै मैले एड गरेँ है। र सबै एड गरिसकेपछि मैले यसलाई चाहिँ केही बेर चलाउँछु एकछिन त्यो। र त्यसपछि मैले दुईवटा अन्डालाई त्यसमा चाहिँ एड गरेँ। र देन आफ्टर मैले के गर्छु भन्दा अलिकति जिरा धनियाको मसला चाहिँ म थोरै एड गर्छु र केही बेर फेरि चलाउँछु। केही समय चलाइसकेपछि त्यसलाई चाहिँ अब फेरि त्यसमा अघि भुटेको चिउरा चाहिँ मैले एड गर्छु। चिउरा एड गरिसकेपछि मैले फेरि त्यो चिउरालाई केही समय मिडियम फ्लेममा चाहिँ मैले त्यसलाई फेरि केही समय भुट्छु। र चिउरा अलि भुटिसकेपछि मैले त्यसमा चाहिँ धनिया अघि काटेर राखेको मसिनो धनियालाई चाहिँ मैले एड गर्छु फेरि। फाइनल्ली यो अन्डा चिउराको मिठो खाजा चाहिँ रेडी भइसकेको छ। अब म सर्भ गर्छु र मैले फाइनल्ली चाहिँ खाजा रेडी गरेर सामनालाई मैले दिएँ है। फाइनल्ली सी इज भेरी ह्याप्पी. We can see the happiness in her face. र यसमा चिसो पनि एड गरेपछि गजब। Thank you very much everyone for watching this video. See you next time. Bye bye.